यदि तपाईँ 80मा 90% भन्दा माथि ल्याउन चाहनुहुन्छ भने यी 10 को रिजल्टले बदल्न सक्छ। सुरु गरौँ। नमस्कार, म रोशन यादव लर्नोलोजी इम्पायरबाट। आज म तपाईहरुलाई एसई का लागि साइन्टिफिकली प्रुभन र प्र्याक्टिकल 10 टिप्स दिनेछु जसलाई तुरन्तै लागू गर्न सक्नुहुन्छ। भिडियो अन्तसम्म हेर्नुहोस्। म तपाईहरुलाई साथ दिने स्टडी प्लान पनि दिनेछु। लक्ष्य र मार्किङ स्किम जान्नुहोस्। पहिलो काम, प्रत्येक विषयको मार्किङ स्किम बुझ्नुहोस्। कुन अध्ययनबाट कति अंक आउँछन् ती युनिट्सलाई प्राथमिक दिनुहोस्। हाई वेट च्याप्टरमा बढी समय दिनुहोस्। 2. एक्टिभ रिकल र स्पेस रिपिटिसन। पढेर फेरि पढ्ने होइन, एक्टिभ रिकल गरेर आफैलाई प्रश्न सोध्नुहोस् र उत्तर लेख्नुहोस्। स्पेस रिपिटिसनले याद लामो समयसम्म टिकाउ बनाउँछ। 3. पास्ट पेपर्स र क्वेशन प्याटर्न। पछिल्लो 5 वर्षका प्रश्नहरू हरेक विषयमा कम्तीमा 12 पटक हेर्नुहोस्। एक्जामिनर प्याटर्न र प्रश्नको शब्दावली थाहा पाउनु महत्त्वपूर्ण छ। 4. स्मार्ट नोट्स। लामो नोटबुक होइन, स्मार्ट नोट कर्नेल मेथड प्रयोग गर्दा रिभिजन छिटो र इफिसिएन्ट हुन्छ। क्यू नोट समरी। 5. हाई यील्ड कन्सेप्टलाई मास्टर गर्नु। सबै विषयका कोर कन्सेप्ट चाँडो र गहिरो बुझ्नुहोस्। फर्मुला, डिफिनिसन्स, फन्डामेन्टल थ्योरी यिनै एक्जाममा बारम्बार सोधिन्छन्। 6. टाइम म्यानेजमेन्ट। प्रोमोडो प्लस विकली प्लान। प्रोमोडो 25 मिनट पढाइ र 5 मिनटले कन्सन्ट्रेसन बढाउँछ। साप्ताहिक प्लान तयार गर्नुहोस्। कति घण्टा कुन विषयमा। उदाहरण, बिहान 2 घण्टा म्याथ प्रोब्लम प्र्याक्टिस, दिउँसो 1.5 आवर साइन्स कन्सेप्ट, बेलुका 1 आवर नेपाली प्लस रिभिजन। टिप 7. एक्जाम हलमा एन्सर प्रेजेन्टेसनले पनि नम्बर बढाउँछ। हेडिङ, सब हेडिङ्स, अन्डरलाइन्स, डायग्राम, लेबल्स एक्जामिनरलाई पढ्न बनाउनुहोस्। टिप 8. मक एक्जाम सर्ट टाइमिङ प्र्याक्टिस। कम्तीमा 4 देखि 6 फुल लेन्थ मक लिनुहोस्। यहाँ टाइम यस्तो गर्दा टाइम एलोकेसन अटोमेटिक हुन्छ र स्ट्रेस घट्छ। 9. स्वास्थ्य, स्लिप, फुड ब्रेक। निन्द्रा र पोषण नहुँदा दिमाग काम गर्दैन। 7 देखि 8 घण्टा सुत्नुहोस्। स्टडी ब्रेक्समा हल्का एक्सरसाइज गर्नुहोस्, लाइक 5 to 10 पुसअप। एक्जाम विकमा हेभी काम नगर्नुहोस्। सुत्ने घण्टा फलफुल पानी मतो। 10. माइन्डसेट, कन्सिस्टेन्सी र स्मल विन्स। एकै रातमा परिवर्तन हुँदैन। कन्सिस्टेन्सीले सानो लक्ष्य हर दिन पूरा गर्दा कन्फिडेन्स बढ्छ। दैनिक सानो लक्ष्य लेख्नुहोस् र त्यसलाई पूरा गर्ने कोसिस गर्नुहोस्। लक्ष्य पूरा भएपछि चेक बक्समा टिक गर्नुहोस् र यसले तपाईलाई डोपामिन हिट दिन्छ। म तपाईलाई सुरुमा भनेको थिएँ तपाईलाई 7 डे स्टडी प्लान दिनेछु। सो यहाँ एउटा कन्डेन्स 7 डे स्टडी प्लान छ। एक्जाम गार्डेन चाहिने लास्ट मिनट ट्युन यो तपाईहरुले यस्तै तपाईहरुले बनाउन सक्नुहुन्छ। एक्जाम डे टिप्स। पेपर पढ्न जाँदा पहिले सुरु पेपर पूरा स्किम जान्नुहोस्। सजिलो प्रश्न पहिले गर्नुहोस्। समय अनुकलन गर्नुहोस् र अन्तिममा 10 मिनटमा सम्पूर्ण स्किम गरेर केयरलेस मिस्टेक सुधार्नुहोस्। कल टु एक्सन। यदि तपाईलाई यी टिप्स उपयोगी लाग्यो भने लाइक गर्नुहोस्, सब्स्क्राइब र बेल आइकन थिच्नुहोस्। म हरेक हप्ता एसई ओरिएन्टेड कन्टेन्ट ल्याउँछु। तल कमेन्टमा आफ्नो टार्गेट स्कोर लेख्नुहोस्, म प्रतिक्रिया गर्छु।